पहिला चाहिँ अर्को स्कुल मैले हेरेर चुज पनि गरिसकेको थिएँ। त्यहाँ राख्दाखेरि चाहिँ मेरो बच्चा एकदम रुने होइन, स्कुलै जान्न भनेर भन्थ्यो। जब मैले यहाँ चुज गरेर यहाँ ल्याएँ त्यसपछि बच्चा चाहिँ एकदम खुसी हुने, मलाई अर्को स्कुल नराखिदेऊ यही स्कुलमा राखिदेऊ भनेर भन्ने होइन, त्यस्तो गर्न थाल्यो। सुरुमा त मेरो बच्चा नपढ्ने होइन, पढ्नमा ध्यानै नदिने त्यस्तो थियो क्या, स्कुल आउन पनि नमान्ने। अनि कस्तो आफूलाई ला मेरो बच्चा पढ्दैन कि जस्तो मलाई फिल हुन्थ्यो नि त। अहिले त म्यामहरूले चाहिँ म्याम त्यस्तो हुँदैन, तपाईँको बच्चाले पढ्नुहुन्छ गर्नुहुन्छ भनेर भन्नुहुन्थ्यो। अनि उहाँले जस राम्रो गाइड गरिदिनु भयो मेरो बच्चालाई। पहिला त रुन्थ्यो, सुरुमा चाहिँ रोएर स्कुल नजाने, बिहान उठ्ने बित्तिकै आज छुट्टी हो स्कुल नजाने भनेर भन्थ्यो। अहिले चाहिँ त्यस्तो भन्दैन, अहिले त स्कुल जाने भनेर चाहिँ ह्याप्पी भएर आउँछ। बाबुको लागि अब म यसो हेर्दाखेरि यहाँको इन्भाइरोमेन्ट राम्रो लाग्यो, फी पनि पुरा एफोर्डेबल छ होइन। हामीले 9 बजे नै अब बच्चाहरूलाई ड्रप गरेर हामी अफिस जान पायो होइन। म्यामहरूले हेरिदिनु भएको छ, सिस्टरहरूले राम्रो केयरिङ गरिदिनु भएको छ होइन। मलाई ढुक्क छ क्या, आज यस्तो छ है बच्चाले यस्तो खाएको छ है, यस्तो गरिदिनु है भनेर मलाई बिहान भनेपछि मलाई इनफ पुग्यो। त्यसको लागि चाहिँ म ढुक्क छु। मेरो हस्बेन्ड चाहिँ बाहिर हुनुहुन्छ अहिले, आउट अफ भ्याली, एक्लै बच्चालाई ह्यान्डल गरिरहेको छु। मलाई त्यस्तो गाह्रो फिल भएको छैन स्कुलले गर्दाखेरि। अब जस मैले जबमा पनि इनफ टाइम दिन भ्याइरहेको छु।